नमस्ते डाक्टर साहब। नमस्ते बुवा। मलाई अब बचाएकोमा तपाईँलाई पहिला धन्यवाद। हजुरले विश्वास गर्नु भएकोमा हजुरलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब म यहाँ आउँदाखेरि धेरै गाह्रो र सकस भएर 2 महिना पहिले आउनु भयो थियो हजुर। हजुर धेरै गाह्रो भयो थियो हजुरलाई त्यतिखेर। हजुर धेरै सकस, खान नसक्ने, सुत्न नसक्ने, उठ्न नसक्ने, टोइलेट जान नसक्ने। हजुर म भित्र बाहिर गर्न नसक्ने धेरै सकसमा थिएँ। हजुर अनि मैले परिवारलाई भनेर लुङ्गु पोलिक्लिनिकमा डाक्टरका हड्डीको डाक्टर साहबलाई जचाउनु पर्यो भने हजुर अनि बाबुले यहाँ ल्याउनु भयो। अनि यहाँ आएर डाक्टर साहबले मलाई पहिला एक्सरे गर्नुहोस् बुवा भन्नुभयो। अनि त्यहाँबाट गएर एक्सरे गरेँ, जोडीको सबै एक्सरे गरेँ। हजुर ढाडको पनि एक्सरे गरे, मुख्यतः ढाडको एक्सरे गरे नि। ढाडको एक्सरे गरे। अनि त्यहाँबाट डाक्टर साहबले हड्डीमा के को छ होइन, अनि डाक्टर साहबले हेर्नुभयो। हजुर एक्सरे। हजुर बुवा तपाईँको त जम्मै हड्डीहरू मकिसकेको छ। हजुर तपाईँलाई गाह्रो छ, तपाईँले एउटा इन्जेक्सन हाल्नु पर्यो, एउटा इन्जेक्सन हजुर भन्नुभयो। हजुर हुन्छ डाक्टर साहब भने। अनि त्यहाँबाट अब उहाँले टाइम दिनुभयो गएँ अनि इन्जेक्सन हाल्नुभयो, इन्जेक्सन लगाएँ हजुरलाई। म बेडमा बसेँ, इन्जेक्सन लगाउनु भयो। दुईवटा के अरे एउटा सलाइन पानी होला, एउटा इन्जेक्सन होला, औषधि होला, त्यो दिनुभयो। औषधि के पनि दिनु भएन। अरू औषधिको त कामै छैन नि, सिटामल खाली दिए नि बुवालाई। अनि ज्वरो आउँछ, आएपछि सिटामल खानु होला। ज्वरो पनि आयो 2-4 दिन आयो, अहिले पनि आउँछ एक टाइम त कहिलेकाहीँ। अनि त्यसले चाहिँ मलाई बस बिस्तारै 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 अलिअलि उठ्नलाई सहयोग सजिलो भयो। हजुर भयो। अब अहिले चाहिँ आफैले उठ्न सक्नुहुन्छ, मजाले उठ्न सक्नुहुन्छ। केही टेक्नु पर्छ कि पर्दैन? लट्ठी लिएर आउनु भएछ त, यो लट्ठी लिएर आउनु भएछ। पर्छ, अलिअलि पर्छ, अलिअलि पर्छ है, अलिअलि पर्छ। लट्ठी लिएर अब मजाले हिँड्न सक्नुहुन्छ, घर बाहिर गर्न सक्नुहुन्छ। पहिले चाहिँ घर बाहिर गर्नै सक्नु हुँदैन थियो, बेडबाट ओछ्यानबाट पनि उठाइदिनु पर्थ्यो, अरूले उठाइदिनु पर्थ्यो, छोराछोरीले उठाइदिनु पर्थ्यो। गाह्रो थियो बुवालाई है, अत्यन्तै गाह्रो थियो। अहिले त अत्यन्तै सजिलो भएको छ, अत्यन्तै सजिलो। 90% कम भएछ भएको छ। खानालाई सजिलो भयो, सुत्नलाई सजिलो भयो, सुत्नलाई सजिलो। सबसे खुसीको कुरा के भयो कि बुवाले चाहिँ बेडबाट आफैले उठ्न सक्नुभयो, आफैले हिडडुल गर्न सक्नुभयो। र म अझै चाहिँ बुवालाई के भन्छु, बेडबाट उठेर औषधिले जति काम गर्छ नै है, तर बुवाले चाहिँ आफै बेडबाट उठेर लट्ठी पनि टेकेर कम से कम हिँड्नु पर्यो। बिहान बेलुका हिँड्नै पर्यो। बिहान चाहिँ सधैँ बिहान चिया खाएर उठेर हजुर टोइलेट गएर आएर आफ्नो न्यास्दान गरेर अनि आज 10 मिनट जति हिँड्छु। 10 मिनट जति हिँड्नुहुन्छ अहिले? हजुर। पहिले त हिँड्नै सक्नु हुँदैन थियो, बेडबाट उठ्नै सक्नु हुँदैन थियो। अनि अहिले पसलमा गएर अनि 10 बजे 11 बजे अलिकति लडेला कि भन्नेले एउटा सहारा लिएर सँगै हिँड्ने मात्रै हो है। म आफै हिँडेर आउँछु, आफै हिँडेर आउनुहुन्छ। यहाँ पनि क्लिनिक पनि आज आफै हिँडेर आउनु भयो। अस्ति आउँदा बोली पनि लडबडाइरहेको थियो हजुरको, बोली नै लडबडाइसकेको थियो। बोली राम्ररी बोलेको हजुरले बोलेको त म क्लियरली बुझ्नै सकेको थिएन, तर आज चाहिँ हजुर यतिको बोल्न सक्नुभयो, मलाई धेरै खुसी लाग्यो। खुसी छ हजुरलाई धन्यवाद, धेरै नमस्ते। धेरै धेरै धन्यवाद। मलाई विश्वास गर्नु भएकोमा धेरै धेरै धन्यवाद। पैसाको भनेको कुरा यस्तै नै हो, पैसा त आउँछ जान्छ होइन, जति बाँच्नुहुन्छ आरामले आफ्नै खुट्टामा हिँडेर आफ्नै हातले 2 घाँस खाएर बाँचेको धेरै राम्रो है बुवा। ल हस्, ल हजुरको आशीर्वाद मलाई लागोस्। मलाई पनि बचाएकोमा हजुरलाई धेरै धेरै बचाएकोमा त के, हजुर आफै भनेको जति उमेर हुन्छ त्यो कसैले चाहिँ खोज्न सक्दैन। यो अकालले मान्छेमा धेरै मर्छन्, अकालले धेरै मर्छन् है बुवा, धेरै मर्छन्। यो रोगी भएर पैसा खर्च गर्न गाडेर मेरो अहिले के अरे भनौँ मेरो घरदेखि माथिल्लो घरमा मेरो दाजु भन्नुपर्छ उहाँ बिरामी हुनुभयो। बिरामी भएपछि दाइ
डाक्टर कहाँ जाउँ जताएर गफसेस गरौँ भने उहाँले के भन्नु भने म यसै मर्छु छोरालाई ऋण लाउनु भन्नुभयो। ऋणमा छोरालाई किन पार्नु, म मरिहाल्छु। अब त्यो पनि मन त मरिन्छ नि, मान्छेको मनुष्य भनेर थोरै मरिन्छ भनेर मर्दै मर्दैन। प्रकृतिले बनाएकै चिज यस्तै छ त। अब मर्ने बाँच्ने कसैको हातमा छैन। मुख्य चाहिँ त्यो कुरा हो। भनेपछि अब अहिले बाँच्नु, सुख शान्ति हेर्नु, मान्नु मनुष्य जीवन हो। एकछिन बाँच्यो भने पनि के देखिन्छ भन्छ, के देखिन्छ भन्छ। हजुर अब हामी अब 32 सालदेखि आजै मर्छ भोलि भने मान्छे बाँचेर